नरुनु मम्मी नरुनु घरमा के को पुरै सुनसान छ त हौ कहाँ गएछन् हौ के भयो दुईजनालाई चाहिँ के भयो बुढीले किन बुहारी ल्याएर राम्रो हुन्छ भनेको त कुटी नि मलाई बाजुले हामी दुईजना नै कुटेर आज सर्वनाश गरेको छ आमालाई सबै भुतालेर सबै बुढीले आज हामीलाई यस्तो गर्यो यसको यत्रो हिम्मत मेरो आमा र बुइनी माथि हात लगाउने यसको म आज क्लास नलिका छोड्छु पक्नु है आमा म गएँ के गरे हौ कान्छी तिमीले आमा र बुइनी त रोको रोकै हुनुहुन्छ त हात उठायो अन्त के भयो अरे बुढा Oh my god. यसको बुढीसँग अघि लपके भयो हामी हिँड्नु त्यसरी मुखमुखै लाग्यो भने त अब बजाउनु पनि पर्छ नि ठिक्क पारिदियो तर मैले नदेख्ने गरी बजाउनु नि है बुढी